कुकुरको बाङ्गो पुच्छरमा घिउ लगाएर सिधा पार्न सकिन्छ, तर एमालेहरूलाई सुधार्न सकिँदैन। यो भिडियो हेर्नुस्। मलाई थाहा छ, पहिला संसद चल्यो, पछि गोली चल्यो। पहिला संसद चल्यो, पछि गोली चल्यो। यहाँ त कुकुर भन्दा ठुलो वफादार एमालेका झोलेहरू छन्। एमालेका झोलेहरू हो। पहिला भादो 23 आयो कि 24? तिमी गद्दारहरूलाई नेपाल चाहिएको हो कि त्यो एमाले पार्टी? तिमीहरू नेपालमा बसिरहेको छौ कि एमाले पार्टीमा बसिरहेको छौ? नेपाल एमालेको लागि बनेको हो कि एमाले नेपालको लागि बनेको हो? झोलेहरू, तेरो गोजीमा भएको मोबाइल प्रत्येक 3 महिना 6 महिनामा अपडेट हुन्छ, तर तिमी झोलेहरू यति हुँदासम्म अपडेट गर्न सकेनौ। तिमी आफ्नो माइन्डलाई 76 जना जेन्जीको ज्यान गते पनि तिमीहरू त्यो ओलीको गु चाटेर बसेको छौ, ओलीको तरवा चाटेर बसेको छौ। यदि तिमीहरू अहिले पनि सुध्रिएनौ भने कुनै दिन यस्तो नेपालमा दिन आउला कि त्यो दिन इतिहासबाट एमालेको नामै हटाइदिनेछ जनताहरूले। त्यसैले याद राख, यो ओलीको झोलेगिरी छोड र नेपालको झोलेगिरी गर।